चमेरोले सुरुदेखि अन्त्यसम्म हेर्नुभयो भने यहाँको विस्तृत अवस्था कस्तो छ भन्ने कुरा तपाईहरुले विस्तृत रूपमा जानकारी पाउन सक्नुहुनेछ। ल साथीहरु, हामी अब यहाँबाट छिरिसकेका छौं। यहाँ चाहिँ एकदमै हाम्रो ठुलो छानी छ। त्यो वैशाखी पूर्णिमाको उभौलीको दिन हामी यहाँनिर विशेष गरी पूजा गर्छौं। ल हेरि देख्न सक्नुहुन्छ। फेरि पूजापाठ भइरहेको छ। म यताबाट जानु पर्यो म त। ल साथीहरु, तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ चमेरो है, ठुलो ठुलो चमेरोहरुको यो तरिकाले उडिरहेको छ। उतापट्टि ढोल झ्याम्टाको आवाज नै हुनुपर्छ। यतातिर बसेको चमेरोहरु उतापट्टि गइसके सबै टोलीहरु उतापट्टि। उतापट्टिबाट गइसके पछाडि चमेरोहरु चाहिँ यतातिर यो साइडबाट निस्किरहेको छ र उड्ने उडिरहेको छ। यो खालको ल आउने हुँदैछ फेरि एकदमै राम्रो छ, प्राकृतिक छ, अर्ग्यानिक छ साथीहरु। तपाईहरुलाई म विशेष गरेर आज हाम्रो किरातीहरुको साकेला उभौली चाडको अवसर पारेर यो भिडियो बनाइरहेको छु। आफ्नो संस्कार संस्कृति बचाऊ अभियानमा तपाईहरुसँग मैले यो भिडियो मार्फत जोडिने कोसिस गरिरहेको छु। यसरी देख्न सक्नुहुन्छ अगाडि हाम्रो टोलीहरु गइसक्नु भएको छ बजाउँदै। तपाईहरुले सुनिराख्नु भएको छ होला। यता हाम्रो मिस्टर धनकुमार पनि आइसकेको छ। अब हामी बिस्तारै बिस्तारै भित्रबाट बनाउँदै जाने छौं। है तपाईहरुलाई क्रमिक रूपले हामी देखाउँदै जाने छौं। तपाईहरुले निरन्तर हेरेर साथ दिनुहुन्छ भन्ने पनि मैले आशा गरेको छु, ताकि तपाईहरुले सुरुदेखि अन्त्यसम्म हेर्नुभयो भने यहाँको विस्तृत अवस्था कस्तो छ भन्ने कुरा तपाईहरुले विस्तृत रूपमा जानकारी पाउन सक्नुहुनेछ। यहाँबाट माथि देखिरहेको छ। अब यतापट्टि हुँदै हामी जानेछौँ। यहाँ पनि यस्तो देखिएको अवस्था छ। यो तरिकाले हामी जान सक्छौँ साथीहरु। यहाँबाट हाम्रा टोलीहरु ढोल झ्याम्टा सहित र हाम्रो यहाँ नाक्छौं सहित लागिसक्नु भएको छ। यसरी हामी पछि पछि जाँदैछौँ। ठाउँ यस्तो छ है, तर एकदमै आकर्षक छ ठाउँ। यहाँ पहिलोचोटि आउने जो कोही पनि एकदमै
मनमोहित हुनुहुनेछ। हामी चाहिँ अब बच्चैदेखि यो ठाउँमा खेलेर हुर्केको भएको हुनाले हामीलाई त्यस्तो खासै नौलो त लाग्दैन, तर पनि हामीले सांस्कृतिक हिसाबले एकदमै यो महत्त्वपूर्ण ठाउँ हो र यसको जगेर्ना हामीले गर्ने प्रयास गरिरहेका छौँ आजसम्म। यस्तो छ ठाउँ है, यसरी जाने हो यो खालको ठाउँ तपाईँहरूलाई आज म देखाउने छु। अब यहाँबाट हामी भित्र जानेछौँ यतापट्टि। तपाईँहरूलाई म यो साइडबाट चाहिँ निस्किने ठाउँ छ है, यहाँ मात्र होइन यता माथितिरपट्टि पनि जानेछौँ। तल्लोपट्टि पनि छ हाम्रो ठाउँ। यस्तो छ, एकदमै प्राकृतिक छ यहाँ ठाउँ। त्यसो भएको तपाईँहरूलाई चमेरो पनि चाहिरहेको छ। यताबाट चमेरो निरन्तर रूपमा तलतिरबाट आइरहेको छ। यता पछाडिबाट म देखिरहेको छु। जो जहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियोलाई सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। ताकि तपाईँहरूको एक सेयरले यो सरकार बचाउ अभियान सबै समक्ष पुग्छ र जो कोहीले आफ्नो सरकार संस्कृतिलाई नबिर्सिनु होला, नभुल्नु होला। कुन तरिकाले हुन्छ होइन बचाउने कोसिस गर्नु भनेर अनुरोध पनि म गर्न चाहन्छु। गाह्रो छ ठाउँ यस्तो छ, अबडो जस्तो देखिरहेको छु नि वर्षमा एकचोटि। अब यहाँबाट हामी झर्दैछौँ ए कति ए अब सुरु भइसकेको छ। फेरि हामी विशेष ठाउँमा हामी आइपुगिसकेका छौँ। हाम्रो टोलीहरूको निरन्तर हाम्रो संस्कृति बचाउ अभियानमा साथ दिइराख्नु भएको छ है। अब फेरि चाहिँ गर्नुपर्छ भन्ने जोस जाँगरका साथ हामी लागिरहेका छौँ। हामीले विशेष पूजा गर्दैछौँ, पूजा गर्दै हुन्छ यतातिर। तपाईँहरूलाई मैले तलपट्टि लानेछु। तलको ठाउँमा जाने ठाउँ चाहिँ यस्तो छ, यो खालको ठाउँ छ। झर्ने कोसिस गरिरहेको छु। यो खालको ठाउँ छ, यो खालको ठाउँ छ ल। यहाँ चाहिँ चमेरोले बिस्ताएको ठाउँ है सबै यस्तो छ। झरिसकेको छु है। हाम्रो ढोले टोलीहरू ढोले जाम्टे टोलीहरू माथि बजाइरहेको भएको छ। हाम्रो विशेष ठाउँ यहाँनिर फेरि यहाँ चाहिँ हामी धेरै पर सक्न सक्छौँ, तर अब उज्यालो अभाव भन्ने कारणले गर्दाखेरि हामी पर सक्न जाँदैन। यहीँबाट हामी हाम्रो एउटा आङलाई चाहिँ यहीँबाट बुझाउने गर्छौँ। त्यसरी भित्र
यता निस्किनुपर्छ यो तरिकाले म निस्किन्छु है ल अब म यहाँबाट बाहिर निस्केर तपाईँलाई म देखाउनेछु है यताबाट निस्के पनि भयो है यताबाट निस्के पनि भयो जताबाट निस्के पनि यो निस्किने ठाउँ चाहिँ हामी सक्छौँ निस्किन सक्छौँ ल यहाँबाट निस्केँ है त म ल यतापट्टि तपाईँहरूलाई मैले देखाएँ ठाउँ यस्तो तरिकाले यहाँबाट चाहिँ तल अरुण नदी पनि तपाईँहरू देख्न सक्नुहुन्छ म यसरी झर्दैछु है त्यसरी यो एरिया एकदमै विशेष एरिया छ ल अब हामीले पूजा गर्ने ठाउँ यहाँभित्र पनि तपाईँहरूलाई म देखाउन चाहन्छु यहाँ हाम्रो किराँतीहरूको किराँत राई आयोगको झन्डा पनि छ तपाईँहरू त्यो पनि देख्न सक्नुहुन्छ यतातिर पनि हाम्रो थान छ पूजा थान हामी यतातिर यो पनि हामी यतातिर आएर पनि पूजा गर्ने गरेका छौँ यो पनि धेरै वर्ष अगाडिदेखि हैन हामीले थाहा नपाउँदादेखिको नै यहाँ चाहिँ पूजाआजा गर्ने गरिन्छ यता यो देख्न सक्नुहुन्छ यतातिर पुरानो यो के हो यो कैँची जस्तो पनि छ है कैँची यो खुर्मी साना साना खुर्मीहरू अनि विभिन्न खालको पुरानो ऐतिहासिक वस्तुहरू पुरातात्विक वस्तुहरू ऐतिहासिक भन्दा पनि पुरातात्विक वस्तुहरू तपाईँहरू देख्न सक्नुहुन्छ यता पनि अब म तपाईँहरूलाई फेरि बाहिरको दृश्य देखाउँदैछु बाहिरको दृश्य यस्तो छ है यतातिर तपाईँहरू देख्न सक्नुहुन्छ विभिन्न खालको ठाउँ विभिन्न खालको देवी देवतालाई हामी यसरी चाहिँ पूजा गर्ने गरेका छौँ यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ पानी चुन झर्ने ठाउँ माथिदेखि पानी झर्छ अहिले चाहिँ सुकेको छ यहाँ पूजा पिपलको रुख छ यहाँ पानी झर्छ माथिदेखि यस्तो छ मसिना मसिना भाइ बहिनीहरू आइसकेका छन् भित्र काम भइरहेको छ म भने तपाईँहरूलाई बाहिरको हुन्छ हुन्छ अलिअलि त आउनु पर्यो नि यो बेलामा आएन भने नि पछिसम्म रहिरहेको छ यहाँ भएको हजुर यस्तो छ अब यहाँदेखि पनि तपाईँहरूलाई म यहाँको पेरिफेरी देखाउन चाहन्छु यस्तो छ ल यहाँ मुनि पनि छ है साथीहरू यो चाहिँ तल अरुण नदीको दृश्य पनि तपाईँहरूलाई म देखाउन लागिरहेको छु यदि कसैले अरुण नदी देख्नुभएको छैन भने यहाँबाट निहाल्नु होला यो तरिकाले ल्याएको छु यतै ठुलो ठुलो चट्टान छ है यो चट्टानभित्र चाहिँ विभिन्न खालको चिजहरू छ तपाईँहरूलाई क्रमिक रूपमा म देखाउने छु आइपुग्नु भएको छ त एकजना बाजे पनि आउँदै हुनुहुन्छ उधोपट्टि जानु उधोपट्टि यस्तो छ यतापट्टि यो खालको
भित्र एकदमै राम्रो आउँछ दृश्य। त्यहाँ भित्र छ हाम्रा टोलीहरू भित्र छ। भित्रपट्टि आफ्नो इष्टदेवलाई आफ्नो मागलाई चाहिँ भित्र बक्साइरहेको अवस्था छ। खालको जुलो छ। यहाँबाट तपाईँहरू देख्न सक्नुहुन्छ। हेर्नु यहाँ दृश्य यो खालको दृश्य। तपाईँहरूलाई म तल्लोपट्टि लान्छु है। तल्लो छेउको मुखमा पुऱ्याएर तपाईँहरूलाई म देखाउँछु। तर भित्र चाहिँ अहिले म पस्ने मैले उयो गरेको छैन। यतिर पसौँला समय निकालेर यो खालको हेर्नुहोस् यहाँ पनि दृश्यहरू यसको। ल यताबाट मेन अन्तिम हाम्रो पूजा थान यहाँभित्र छ। यहाँभित्र चाहिँ एकदम विशेष ठाउँ छ है। यो भित्र विशेष ठाउँ छ। यहाँ हाम्रो साकेला पूजा हुन्छ। यहाँ साकेला पूजा भइसके पछाडि हामी यहाँनिर साकेला नाच्छौँ। यो ठाउँमा विशेष पूजा ठाउँ हुने चाहिँ पूजा थाने चाहिँ यो विशेष यहाँ हुन्छ। पूजा चाहिँ यहाँ हुन्छ। त्यस पछाडि पूजा सकेर यहाँ साकेला नाचिन्छ यो ठाउँमा है। यो ठाउँमा साकेला नाच्ने चलन छ। यहाँभित्र चाहिँ विशेष ठाउँ चाहिँ फेरि यहाँभित्र छ। यो ठाउँमा चाहिँ एकदमै उ छ। त्यहाँ भर्याङ छ। त्यो भर्याङबाट त्यहाँ माथि जाने। त्यस पछाडि चाहिँ के गर्ने, त्यो पछाडि चाहिँ अनि उता लगभग 50 मिटर जति भित्र गइसके पछाडि एउटा ठुलो ठाउँ छ। त्यहाँ पनि विशेष हाम्रो किराँतीहरूले पूजा गर्ने थान त्यहाँ छ। ल हेर्नुहोस् यस्तो छ ठाउँ। आइसकेको छ भित्र।